हाम्रो सामानहरू छ, सामानहरू लाँदैछ। यहाँ कान्छी छ, आशा राम्रो। ल हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हाम्रो यात्रा छ हेटौडाको होइन। अनि हाम्रो यहाँ सामानहरू लिएर जाँदैछ, सबै सामानहरू खानेकुराहरू सबै। यहाँबाट चाहिँ हाम्रो अब समथिङ 1-1.5 घन्टाको बाटो छ। यहाँबाट हामी चाहिँ निस्किन थालेको अब। सो त्यही हो। कहाँ जान थालेको तिमी? त्यता हेर त। आजको यात्रामा चाहिँ हाम्रो यो गाडी जान थालेको छ। सेफ्टी हो अच्छे त। ए हुन्छ हुन्छ, ए हुन्छ हजुरमै हुन्छ। ए हामी केही छैन, हामी चढाइदिन्छौँ नि नाम लिएर। ल ए हस् सङ्ख्या हस्। ल अब हामी सबैजना निस्किएको ठुलमम्मी तपाईँको सबैजना भगवान्को नाम लिइदिउँ ल। हाम्रो यात्रा सफल होस् होइन। ल अङ्कल दिपा के भन्नु छ? अब चाहिँ हामी निस्किन थालेको यहाँबाट। लाल मन्दिरबाट चाहिँ फेरि आमा पनि जानुहुन्छ। ठुलमम्मी आएको छ, अब भिडियो बनाउनु पर्छ क्या। अब भोलिपल्ट चाहिँ हामी कहाँ हुन्छ होइन, हेर्नुपर्छ नि होइन। ए हाम्रो सानी छ, सानी सानी कस्तो होला? रमाइलो लाग्यो? ल हामी चाहिँ फाइनली मन्दिर चाहिँ आइपुग्यो। अलिक टाइम लाग्यो होइन। यो चाहिँ गेट रहेछ। पकाउनु ल। ल हामी चाहिँ 3 घन्टाको यात्रामा आइपुग्यो। आलु छोडेर पुण्टको दाल होइन। कान्छी ल कस्तो लाग्यो तिमीलाई? भयो हेर्नु त सानै त। ए सानै यहाँको चाहिँ यो मेन गेट रहेछ। यहाँबाट छिरुमो रहेछ। ओहो चरो मङ्की 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 सानी खै जिउ खै गरेको जिउ खै। नमस्ते। पुप्पुलाई साना पुप्पु खै यहाँ हेर न पुप्पु बुवालाई हेरेको नि टिका लगाएर टिका लगायो भने जकान्छी जाऊ। ल दर्शन पनि राम्रैसँग भयो। फोटोहरू खिच्नु पर्ला। हाम्रो फोटो सेसन सबै भइसक्यो। तिमीहरूको फोटो खिचिसक्यो? उनीहरूको फोटो खिच्न पाएन भन्दै थियो। ल अरू के खिच्यो तिमीले?
लो अब चाहिँ हाम्रो दर्शन कार्यक्रम सकेर पेट पूजा गर्ने लो हाम्रो खानाहरू पिकनिक जस्तो ल रोटी खाऊ न तिमी पनि यो के हो त ए सानी तेरा गरिदेऊ त्यो खायो तिमीले रोटी 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 लबर रोटी लबर ना खाँदै हाम्रो दर्शन पनि भयो अनि अब हामी यहाँ निस्किन थालेको रमाइलो नै भयो दर्शन पनि गरियो होइन अब यहाँबाट फेरि हामी घर जानुपर्ने हुन्छ तर यो मन्दिर चाहिँ पहिला आउँदा अलिकति चेन्ज भइसक्यो क्या पहिला चाहिँ अलिकति गेटहरू केही बनिएको थिएन अहिले चाहिँ मजाले दर्शन गर्न माथि बनिरहेछ त्यो चाहिँ ठिकै भयो राम्रै भयो दर्शन पनि राम्रै गरियो सबै फ्यामिलीहरू योभन्दा अलि पहिला आउँदाखेरि यस्तो चाहिँ थिएन अहिले त यो सबै यस्तो बनाइदिएछ मजाको मन्दिर भएछ तपाईँ पनि आउनु दर्शन गर्नु प्रियामाईको दर्शन गर्नु राम्रो हुन्छ सोचेको आँटेको सबै पुरा हुन्छ सो यही हो लो अब हाम्रो सबै पूजापाठ सकेर अब हामी थालेको अब राम्रोसँग आइयो अब फेरि राम्रोसँग जाउँ सूर्यमाईको खानापिना खाएर रक्षा गरौँ सबैको रक्षा गरौँ अब हामी पूजा सुजा गरेर सबै यात्रा गरेर के भन्नु त कान्छी हामी लागेको फाइनली म चाहिँ घर आइपुगिसकेको छु र भिडियो चाहिँ इन्डिङ गरेको थिएन भिडियो इन्डिङ गर्न चाहिँ बिर्सेछु मैले भिडियो पनि इन्डिङ गर्नु पर्यो तब हाम्रो दर्शन पनि राम्रै भयो र अब फ्यामिलीहरूसँग राम्रैसँग टाइम स्पेन्ड गरियो सो त्यही हो रमाइलो भयो दर्शन पनि राम्रैसँग भयो अब फेरि पनि टाइम मिल्यो भने अब आगामी दिनमा आउने सालमा अनि फेरि दर्शन गर्नुपर्छ र यस्तो यात्राहरूमा चाहिँ हिँडिरहनु सबैजना भन्न चाहन्छु त्यही भन्न चाहन्छु यदि अब भिडियो मन पऱ्यो भने चाहिँ अब लाइक हानिदिनु र एउटा कमेन्ट पनि गरिदिनु यही भन्न आजलाई यति नै फेरि पनि अर्को भिडियो बनाउने प्रायः चाहिँ म मेरो भिडियो चाहिँ अब फिटनेस सम्बन्धी हुन्छ यो चाहिँ भयो एउटा मेमोरिजको लागि आउने दिनहरू चाहिँ म फिटनेस सम्बन्धी बनाउँछु आजलाई यति नै अब फेरि भेट्नेछु म